हेलो गुड मर्निङ। आज चाहिँ शनिबार भएको कारणले म आज चर्च जानलाई रेडी हुँदैछु। अनि तपाईँहरू चाहिँ शनिबार के कता जानुहुन्छ? हामी चाहिँ प्रायः शनिबारमा चर्च जान्छौँ। अनि हामी चर्च जान रेडी अनि म निस्किँदैछु। फेरि मौसम हेर्नुहुन्छ भने एकदम मौसम पानी पर्ला जस्तो भइरहेछ मौसमहरू चाहिँ एकदम। अनि मौसमले नि फेरि पानी फेरि परेपछि एकदम परिराख्ने पानी पनि। अनि दिदीलाई त हेर्नु नभनेको दिदी फेरि हामी भिडियो गरेको हेर्नुहोस् न भनेर। अनि हामी छिटो निस्किँदैछौँ। अनि पानी पर्नु आँटिसक्यो, त्यही भएर छिटो गरौँ भनेर निस्केको। अनि फेरि म स्कुटी निकाल्छु। यो चाहिँ मेरो पुरानो घर हो। अनि आज चाहिँ स्कुटी त्यहाँ मैले ढलाइ गरेकोले आज मैले स्कुटी यहाँ राखेको थिएँ। अनि चर्च जाँदा रेडी छिटो गरौँ भनेर रेडी गरेर जाँदैछ। हाम्रो बाटो हेर्न सक्नुहुन्छ एकदम हाम्रो बाटो चाहिँ नराम्रो छ, ढुङ्गा छ, कुदाउनु पनि एकदम गाह्रो हुन्छ। हाम्रो बाटो चाहिँ अब कहिले बन्ने हो थाहा छैन, तर आशा छ अब छिट्टै बन्छ कि भनेर। अनि अब हस्बेन्ड चाहिँ मसी हामी भन्दै हिँड्दैछौँ। हाम्रो चर्च चाहिँ अलिकति माथि छ अनि घरदेखि नजिकै पर्छ, तर अनि यसरी हेर्नुहुन्छ हाम्रो चर्च आउनाटो बाटो चाहिँ एकदम डेन्जर छ है। हाम्रो बाटो धरान 4 को बाटो, यो बसन्त टार बाटो एकदम। अनि बाटो कहिले बन्ने हो? अनि अब हामी चर्च पुग्यौँ। अनि चर्च पुगेर हामी यहाँ नानीहरू यहाँ देखाउनु सक्नुहुन्छ हाम्रो चर्च। अनि यहाँ सेवा पनि सुरु भइसकेको छ। अनि हाम्रो सङ्गति अनि सङ्गतिमा हामी बस्यौँ। अनि बसेर अनि घर पनि आइसक्यौँ सेवा सङ्गति गरेर। अनि यहाँ नानीलाई म भान्जालाई खेलाउँदैछु। अनि भान्जा चाहिँ अनि सानो भान्जा छ, हामीलाई हल्का सन्चो नभएको कारणले अनि तर पनि हाँस्दैछ भान्जा। अनि खेल्दैछौँ आफै। अनि त्यसपछि अनि नानीलाई भोक लाग्यो भनेर अनि मैले चाहिँ बर्गर बनाएको। यो चाहिँ मैले होममेड बर्गर अन्डासँग बनाएको साथीहरू, आफ्नै पारामा सस र माइनस मात्रै हालेर नानीहरूलाई बनाइदिएको। अनि थोरै टमाटर प्याजहरू हालेर बनाइदिएको मेरो छोरीहरू अनि मेरो घरको परिवारलाई। अनि यसरी अनि बनाउँदैछु म साथी। अनि यसरी अनि कसले यसरी अन्डा हालेर बर्गर बनाएर खानुभएको छ एकपल्ट ट्राई गर्नलाई मिठो हुँदो रहेछ। यसरी खाँदा पनि नानीहरूलाई दिँदा सजिलो पनि अनि छिट्टो पनि मिठो पनि। अनि यहाँ फेरि म चाहिँ त्यो बर्गर भन्दा पनि मलाई चाहिँ फेरि चटपटे खानु मन लाग्छ क्या साथीहरू। अनि चटपटेहरू बनाएर खाँदैछु। अनि आजको यो मेरो मिनी सानो भ्लगमा यति नै छ है साथीहरू। आज मैले यति नै बनाएको छु भिडियो। फेरि मलाई चाहिँ पिरो नभएर फेरि पिरो खाने बानीमा खोर्सानी टोक्नेछु। त्यही भएर ल बाई बाई साथीहरू।